हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि मैले चाहिँ आजबाट चाहिँ एउटा टार्गेट राखेको छु, मेरो चाहिँ फर्स्ट भ्लग हो यो चाहिँ। अनि सबैजनाले माया देखाइदिनु होला। अनि आजबाट चाहिँ मैले 30 दिनसम्म चाहिँ रेगुलर भ्लग हाल्नेछु। सबैले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक गरिदिनु होला र एउटा मिठो कमेन्ट पनि गरिदिनु होला। अनि ट्याक्सीमा कतिको कमी हुन्छ म त्यो पनि रिभिल गर्ने छु तपाईहरुको लागि। अनि आज चाहिँ म तपाईलाई स्पेशली के भन्छु भन्दाखेरि आज धेरै स्पेशल कुराहरु छ। के कुरा छ भन्दाखेरि पहिलो कुरो एमाले खुलित्ते भयो। अनि त्यसपछि कांग्रेस पनि खुलुत्ते भयो। त्यसपछि गएर अब माटो त खै कता मुनि दबियो थाहा नै भएन है। पूर्वतिरको माटो पूर्वैतिर गायब भयो। खुलित्तै भयो पनि। त्यसपछि गएर के रे उज्यालो नेपाल खुलित्तै भयो हैन। आहा कस्तो आनन्द भएको छ गाइस हैन भाइ मजा आयो। घण्टीले लगभग 120 सीट जति प्रत्यक्षमा जित्ने भयो। त्यो भएर एकदम खुसी छु गाइस। म चाहिँ स्पेशली मेरो लागि स्पेशल दिन हो आज हैन। तपाईहरुको लागि कस्तो दिन हो थाहा भएन, तर मेरो लागि आज स्पेशल दिन हो। अनि त्यही हो गाइस, अब स्पेशल दिनमा आज स्पेशल त के गर्नु पर्यो। त्यही भएर मैले आज बालेनले जितेको दिन आज हैन। आजैबाट म पनि बालेनले आज चुनाव जित्दै गर्दाखेरि बालेनले अब म यो गर्छु त्यो गर्छु भनेर आफ्नो योजनाहरु बुन्दै गर्दाखेरि म पनि अब एउटा टार्गेट राखेर युट्युबमा केही गर्छु भन्ने हिसाबले युट्युबमा भिडियो बनाउन थालेको छु गाइस। यो मेरो फर्स्ट भ्लग हो यो च्यानलमा। तर सबैले सब्स्क्राइब गरिदिनु होला, सबैले सब्स्क्राइब गरिदिनु होला, माया देखाइदिनु होला। आज चाहिँ मैले एङ्गो मात्र गरे है। किन भन्दाखेरि एङ्गोमा आज 20 टिपको टार्गेट राखे, तर मैले कति टिप कम्प्लिट गरे भन्दाखेरि मैले टिप कम्प्लिट गरे 8 वटा टिप कम्प्लिट गरे, अझ 16 टिप बाँकी छ। अनि एउटा कुरो चाहिँ खाली हैन, एउटा कुरो भन्नु लागेको छैन। के कुरा भन्दाखेरि जब मैले याङ्गोको टिप उठाउँछु हैन, अनि तब मात्र इन्ड्राइभ बच्छ के। म उठाउँदिन, के गर्छस् हैन। जब मायाको सम जब इन्ड्राइभ हेर्छु बच्दैन। जब एङ्गो ओपन गरेर एङ्गोको टिप उठ्छ अनि त्यसपछि मात्र इन्ड्राइभ उठ्छ। म उठाउँदिन, अब के गर्नु हैन। त्यही हो गाइस। ल अहिले चाहिँ इन्ड्राइभ आयो, यसो हेरौँ। ल त्यही गाइस है, च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्स्क्राइब गरिदिनु होला, सबैले माया देखाइदिनु होला है। नयाँ च्यानल हो, सबैले एकले अर्कालाई सपोर्ट गरिदिनु होला, एउटा मिठो कमेन्ट पनि छोडिदिनु होला राम्रो लाग्यो भने। त्यही हो गाइस। ल अब आज मैले कति कमाउँछु म तपाईहरुलाई टोटली देखाउने छु। मैले अहिलेसम्म चाहिँ कति कमाएँ भन्दाखेरि मैले अहिलेसम्म चाहिँ 2400 कमाएँ चाहिँ 2457 कमाएको रहेछु। कति 8 वटा टिपमा अब 16 टिप बाँकी छ। अनि यो ठाउँमा आउँदै गर्दाखेरि मैले एउटा कुरा देखेँ क्या, नेपालमा सायद यो पुरानो पार्टीहरूले यदि थाहा पाउँथ्यो भने अथवा पुरानो पार्टीहरूको आँखा जान्थ्यो भने सायद यो पनि बेचिसक्थ्यो होला। तर अहिलेसम्म स्टिल रहेछ। यो चाहिँ भक्तपुर नेराको रहेको एरिया चाहिँ औद्योगिक क्षेत्र है गाइस। लाइक यो औषधि उत्पादन गर्ने क्षेत्र, औषधि कारखाना है यो चाहिँ। अनि यहाँ चाहिँ औषधिहरू विभिन्न किसिमको औषधिहरू उत्पादन हुन्छ। अनि यहाँ चाहिँ मजाले यहाँनिर छ। अनि यो चाहिँ औषधि कारखाना देखिहालेँ मैले। अनि यो चाहिँ धन्न पुरानो पार्टीहरूलाई चाहिँ पुरानो पार्टीहरूकोमा चाहिँ धन्न आँखा नगएको कारणले गर्दा चाहिँ अहिलेसम्म स्टिल छ यो है। अब यो कुराहरू बालेनले सुधार गर्नुपर्छ। हामीलाई विश्वास छ बालेनमाथि। तपाईहरुलाई कस्तो छ थाहा भएन, तर मलाई चाहिँ फुल्ली विश्वास छ है गाइस। आजको सबसे बेस्ट टिप चाहिँ मेरो लागि यो भएको छ। पैसा दिनु सक्नुहुन्छ 592 600 दिनुभयो। जम्मा 6 किलोमिटर गएको। 6 किलोमिटर गएको मलाई आज यति आयो गाइस। 592 त मलाई 600 रुपैयाँ दिनुभयो। आजको सबसे बेस्ट टिप हो यो चाहिँ मेरो लागि है गाइस। आजको चाहिँ मैले गाइस कति टिप कम्प्लिट गरेँ भन्दाखेरि मैले अब 7 टिप मात्र बाँकी रहेछ। मैले 17 टिप कम्प्लिट गरेँ। 17 टिपमा आज चाहिँ लास्टै थोरै पैसा कमाएको छु गाइस। मैले जम्मा 5953 रुपैयाँ मात्र कमाएको छु मैले। अब मेरो 7 टिप छ। लेट्स सी 7 टिपमा मैले कति कमाउँदै रहेछु त। लेट्स सी हेर्दै जाउँ।
गाइज गाडीले टेन्सन दियो नि यहाँ थ्याप कमाउने बेलामा त्यही गर्छ क्या मायाको समय के गरेको भन्दाखेरि अटो फ्यान पनि डाइरेक्ट फ्यान पनि केही पनि नचलाइरहेछ अनि त्यसपछि मायाको समय गाडी त पुरा उम्ले जस्तो फिल भयो क्या त्यो पानी हुन्छ नि पुरा भुग्लु 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 भएको जस्तो फिल भयो अनि त्यो उम्ल्या जस्तो आवाज आएपछि चाहिँ मैले यसो रोकेर हेरेको त के अरे उ भएर चाहिँ क्या अटो फ्यान पनि डाइरेक्ट फ्यान केही पनि नचलाएर चाहिँ अहिले चाहिँ बल्ल त्यो कहाँ चाहिँ टच नभएर चाहिँ अनि बन्ने ड्याममा हानिदिएको त त्यसपछि लगाउनेलाई अब यहाँ अब ग्यारेज लानु पर्यो ड्याममा हानेको त चल्दियो क्या पछि फेरि मायाको छ अहिले चाहिँ पहिला अहिले चेक गरौँ अहिले चाहिँ चलिरहेको अहिले चाहिँ चल्ला चाहिँ डाइरेक्ट पनि अटो पनि चल्ला चाहिँ त्यसो तपाईँहरूले पनि गाडी चलाउँदा चाहिँ अति नोटिस गर्नु होला है किन भन्दाखेरि फेरि रेडिएटर फुट्यो भने टेन्सन हुन्छ क्या त्यही भएर धन्न फुट्न चाहिँ पाएन मेरो चाहिँ आज घात गऱ्यो अब मेरो 5 टी बाइक छ जम्मा 5 टी बाइक छ 5 टिप कम्प्लिट गरेपछि अनि त्यसपछि आजको त अलरेडी कम्प्लिट भयो ल गाइज त 5 टिप कम्प्लिट गरेपछि आज कति कमाइ भयो म अर्निङ पनि रिभिल गर्छु र मतलब 5 टिपमा अनि बोनस कति आउँछ त्यो पनि रिभिल गर्छ है गाइज ल जस्ट 5 टिप बाइक छ पुरेर बस्नु होला अनि च्यानलमा सबले माया गरिदिनु होला सबले सब्सक्राइब गरिदिनु होला है त गाइज ओके गाइज म आज चाहिँ मैले कति कमाएँ म लास्टमा रिभिल गरेर लागिरहेको छु अनि मेरो चाहिँ ट्रिप कम्प्लिट भइसकेको छ अनि अहिले चाहिँ कति बजी छ हेर्न सक्नुहुन्छ 11 बजेर 17 मिनट गइसकेको छ अनि मैले आज कति कमाएँ है त मैले प्यासेन्जरसँग चाहिँ टोटल वेट ल प्यासेन्जरसँग टोटल क्यास कति कमाएछ भन्दाखेरि 8,997 होइन अनि मेरो बोनस कति आउँछ भोलि भन बोनस आउँछ 200 के अरे नै 2710 आउँछ होइन अनि त्यसमा कति माइनस हुन्छ 2710 मा 26 रुपियाँ माइनस हुने 18 रुपियाँ नै 18 रुपियाँ माइनस पनि नहुने रहेछ होइन मेरो बोनस कति आउँछ 2710 आउँछ होइन भनेपछि 8,997 वेट क्यालकुलेटर गएको मेरो 8,997 प्लस 2710 मैले चाहिँ आज गाइस 11,707 रुपियाँ कमाइछु होइन यो चाहिँ मेरो आज एक दिनको कमाइ हो होइन अनि भोलि पनि म कति कमाउँछु हजुरहरूले देखाउने छु मैले चाहिँ आज टोटल यति कमाएँ अनि यहाँ देख्न सक्नुहुन्छ मैले टोटल यति कमाएको छु आज चाहिँ अनि मैले भोलि कति कमाउँछु त्यसको लागि चाहिँ च्यानलमा जोडिएर बस्नु होला है त गाइस ल ओके बाई